नमस्ते, म सुरेन तामाङ। आज चाहिँ म शिवशताक्षी नगरपालिकाको वार्ड नम्बर 10 तमुखामा छु। अहिलेको अवस्था तपाईँले देखिराख्नु भएको छ कस्तो छ, किनकि देशभरि अहिले पानी परेकोले गर्दाखेरि चाहिँ बाटोघाटोदेखि लिएर खोलानाला सबै बढेर चारैतिर चाहिँ क्षति पुर्याइरहेको हुँदाखेरि चाहिँ अहिलेको अवस्थामा चाहिँ यात्रा नगर्नु हुन अनुरोध गर्दछु। अनि म तपाईँलाई मेरो भिडियोमा केही क्लिपहरू देखाउँदैछु है त। यो चाहिँ दुधे र माइतर बिचको भालु खोला हो, जुन चाहिँ हिजो रातिको भारी वर्षा कारणले गर्दा चाहिँ भत्केर यहाँ बाटो अवरुद्ध भएर यसलाई मर्मत गरिँदैछ। अझै समय लाग्दै भएको कारणले गर्दाखेरि चाहिँ यो शाखा बाटोबाट चाहिँ गाडी आउजात गर्नुको लागि चाहिँ यहाँनिर हामीले गरिरहेका छौँ सरसहयोग। तर भित्र बाटो पनि एकदमै गाह्रो छ, पानीले हिलिहिले छ। यसरी बिचमा गाडी फसेर गाह्रो भइरहेछ क्या, जाम भइरहेछ। र पनि हामीले कोसिस गरिरहेछौँ। अहिलेको अवस्था यस्तो डेन्जर छ होइन दाजु? यो पुलै बाँकेको छ नि होइन? त्यो लिचिकले चाहिँ हल्लिरहेछ है, यस्तो हालत छ। स्विमिङ पुल